माथि आइसकेको छ। मलाई एकजना हाम्रै युट्युबको दर्शकले सोध्नुभएको थियो, 5 घरलाई चाहिँ 5वटा फ्रेमलाई आधार चाका राखेर 10वटा फ्रेम लाउँदाखेरि केही असर गर्छ कि भनेर सोध्नुभएको थियो। अहिले मैले तपाईँहरूलाई देखाउनु गएको चाहिँ यो मेलिफेरा हो। त्यो टेक्निकलाई चाहिँ चेकर बोर्डिङ भन्छ। बिचमा आधार चाकाहरू लगाएर चाहिँ अलिकति बढाउने। तपाईँले देख्न सक्नुहुन्छ अहिले यो मैले 2 हप्ता अगाडि चाहिँ चेकर बोर्डिङ गरेको थिएँ। भन्नुको मतलब चाहिँ बिचमा आधार चाकाहरू लगाएको थिएँ। हेर्नुहोस्, आम्मामा टन्नै भइसकेछ। ल तपाईँले यहीँबाट देख्न सक्नुहुन्छ खासै असर गर्दैन। हेर्नुहोस् यहाँ अब 1 2 3 4 5वटा 6 7 8 9 मोटामोटी मोर देन 80% चाहिँ यिनीहरूले लगाइसकेको छ फ्रेम। सट्ट धपाउँछु, अलिक राम्रो देख्नुहुन्छ होला। अब यो बोरकम भन्छ यहाँ चाहिँ, अथवा यो माथि आएको यो चाकाहरू जुन छ यसलाई चाहिँ निकाल्नुपर्छ, नत्र यिनीहरूले झन् बिगार्दै जान्छ। बोरकमलाई चाहिँ निकाल्नै पर्छ। यहाँ अब मौरीहरू मह खानुको लागि एकदम हतार छ। यो निकाल्नै पर्ने भएको कारणले गर्दाखेरि चाहिँ मैले यिनीहरूलाई बिस्तारै बिस्तारै धपाएर उनीहरूले मह भेटाएको छोड्दैन। देख्नुभयो होला महहरू चुहिएको। अब के गर्नु, बटुको यसमा चाहनु नै पर्ने पर्यो। अब यो गरेन भने यिनीहरूले सबै बिगारिदिन्छ फेरि। अब हेर्नुहोस्, अब के गर्नु, गर्नै पर्यो। अब यो चाहिँ पछि उनीहरूले सबै सफा गर्छ। तर यहाँ समस्या के छ भने मौरीको साथसाथै यहाँ कमिलाको पनि समस्या त छ। होपफुली साह्रो असर गर्दैन होला कमिलाले।
अब समस्या यतापट्टि पनि छ। यो चाहिँ समस्या हुँदैन खासै, तर यसलाई पनि हटाउनै पर्छ मैले। हातै मले च्याप बनायो, तर सकेसम्म यो सफा राखिदिनु पर्छ, नत्र यहाँ फेरि कमिलाले दुःख दिन्छ। ल साफसफाइ भयो। मैले अर्को एउटा सोचेको यिनीहरूलाई खोल्दा खोल्दा यो तलको मौरीहरू मरेको छ कि भनेर चेक गरेको छैन रहेछ। ठिकै छ। ल अब म यिनीहरूलाई चाहिँ यहाँनिर यो चाहिँ क्विन केज भएको अथवा क्विन गेट भन्छ, त्यो लगाइदिने। अनि त्यो माथि चाहिँ महखण्ड थपिदिन्छु। ती भएपछि अब यो घाट चाहिँ महको लागि रेडी भयो। मह रिसिभ गर्नुको लागि चाहिँ अलिकति मैला भएको छ, यो चाहिँ अब यिनीहरूले सफा गर्नै पर्छ। अच्छा
अच्छा एउटा घाट सिद्धियो त्यसमा मैले थपिदिएँ दानी अथवा मको भाग ठिक छ होला अगाडि ठिकै छ अब अर्कोलाई पनि रेडी गर्छु यो चाहिँ सेकेन्ड घार हो यो चाहिँ एउटा दुईटा तीनटा चार पाँच छ सात आठ नौ 10 यहाँ पनि थप्ने बेला भएछ मोटामोटी 80% भएर थप्दा हुन्छ लेट मी चेक यसको यसमा म थपिदिइराख्छु अहिले लाउँदैछ मित्रले बिस्तारै बिस्तारै यताबाट चाहिँ ल्याउँदो रहेछ यिनीहरूले चाहिँ यहाँ 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 गर्दैछ यो साइडको फ्रेममा चाहिँ खासै केही गरेको जस्तो देखिँदैन तर म त छ एकचोटि हेरौँ चाहिँ म र कुट लाउँदैछ देख्नुहुन्छ होला माथि म भएको तल कुटहरू छ अरूमा बिस्तारै लाउँदै रहेछ ल ठिक छ म यसमा थपिदिइराख्छु पछि थप्नुभन्दा बरु अहिले नै थपिदिन्छु यो चाहिँ क्विन गेट हो अथवा क्विन केच अनि यो चाहिँ माथिको महखण्ड चेपिन्छ फेरि अहिले यिनीहरूलाई